हेलो गाइस, यतिखेर चाहिँ हामी पाथिभरा मन्दिरको लागि अघि बढ्दैछौँ। यहाँबाट करिब 40 मिनट लाग्छ अरे यो उकालो भन्ने हामीलाई सुन्नमा आएको छ र हामी यतिखेर अगाडि बढ्दैछौँ। हेरौँ कस्तो रहेछ पाथिभरा मन्दिर। लेट्स गो। पाथिभरा मन्दिर जाने क्रममा बाटोमा यसरी बिन राखिदिएको रहेछ। यो चाहिँ साह्रै मन पर्यो। अनि अर्को कुरो चाहिँ बाटोमा यो रुखहरूमा चाहिँ यसको नाम साइन्टिफिक नामहरू पनि राखेको रहेछ। त्यही मन पर्यो। आउने टुरिस्टहरूको लागि पनि एउटा नलेज भयो हैन। अनि यो यसरी धागो बाँध्नेको साइडमा चाहिँ आफ्नै केही महत्त्व होला यसको, त्यो चाहिँ थाहा भएन मलाई। हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला यो धागो किन यसरी राखेको भनेर। यसरी चाहिँ नेपाली यो रुखहरूमा चाहिँ नेपाली नाम के हो, बाद्रे इङ्ग्लिस नेम के हो, चल्मोग्रा के हो आउँदैन भन्न। वे टु पाथिभरा मन्दिर 30 मिनट पार्किङसम्म 30 मिनट पैदल यात्रा। आधी घन्टा अरे अब यहाँबाट आधी घन्टा भन्ने देखाएको छ होइन। लालीगुराँस ओहो टिप्न मनाइ छ। लालीगुराँस टिप्न मनाइ छ अरे। यसको यहाँबाट चाहिँ धरानको भ्यू चाहिँ राम्रो देख्ने रहेछ है। जाने बाटोको यो धराने भ्यू सही रहेछ है। के हो यस्तोको बिल्डिङ भयो त टाढाबाट त देखिएको छ नि के को बिल्डिङ रहेछ। नाइस भ्यू रहेछ ल। सही हो। फाइनल्ली पाथिभरा आइपुग्यौँ हामी यतिखेर। अनि फाइनल्ली हामी पाथिभरा मन्दिर उक्लिँदैछौँ यतिखेर भने हामी भित्र प्रवेश गरिसकेका छौँ। अब यहाँबाट घन्टी तिनी पाथिभरा मन्दिर घन्टी तिनी। पाथिभरा मन्दिर आइसकेपछि यता पाथिभराको ठ्याक्क साइडमा चाहिँ शिवजीको मन्दिर रहेछ र त्यहाँबाटको देखिएको यो धरानको भ्यू हो। एकदमै सुन्दर धरानको भ्यू चाहिँ माथिबाट देख्न सक्छौँ हामी पनि यतिखेर। ठ्याक्क यताबाट चाहिँ पाथिभरा मन्दिर।